Mr. Durga, the great Trump, welcomes you to United States of America. अब नाताले छ नि मेलिना ट्रम्प मेरो आमाको माइजू क्या अनि तपाईँ मेरो हजुरबा पर्नुभयो. Listen, Natiketo, you're a tough guy, I'm a tough guy. We're gonna do some business together. We're gonna make United States of America great again. म पनि फर्स्ट नेपाल फर्स्ट नेपालीको नारा बोकेर हिँड्दैछु क्या. यो नेपालको नेताहरूको त छ नि पेटमा बासी भात कोचेर मुखबाट गु निकाल्ने दिन आउँदैछ क्या. United States of America is ready to supply you a बासी भात. यो बासी भात त छ नि धादिङका होटलमा फालाफाल पाइन्छ क्या. हजुरबाले नातिकेटोलाई डलरमा लोन दिने व्यवस्था मिलाइदिनु. म आमाको कसम खाएर भन्छु क्या. यी नेताहरूको हड्डीबाट पसिना निकालेन भने नि म कुकुरको छोरो हो क्या. I'm not here to listen, neta this, neta that. We won't make a deal this way. You have to clear your Nepalese loan first. अब यस्तो कुरा गर्ने भयो नि क्रिस्टोफर कोलम्बसको पनातीलाई अमेरिकाको राजा बनाउने दिन आउँछ क्या. You are not in a position to say this. You may leave now. अमेरिकी जनता के भन्छ कोलम्बसको पनातीले भन्छ. घाम उत्तरबाट उदाउँछ दक्षिणमा अस्ताउँछ. वेलकम टु के भइरहेछ. संसदमा ऊर्जा मन्त्री खड्काले भने लोड सेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ. यति धेरै मेहनतका बावजुद पनि नेपाल सरकारले पाएन भारत भ्रमणको निम्तो. हङकङबाट आएका युवा कोकेन सहित काठमाडौँमा समातिएका छन्. फेरिन नसकेको देशको मुहार कोकेनले 5 मिनेटमै फेर्ने युवाको दाबी. जापानमा रहेको 2.6 स्क्वायर फिट यानि कि भैँसीको गोबर जत्रो पार्कलाई संसारको सबैभन्दा सानो पार्क घोषणा गरिएको छ. सानो सोचले पनि ठुलो नाम बनाउन सकिने भन्दै छोटा सोच भएका मान्छेहरूमा खुसियाली. गोकुल बास्कोटाको 70 करोड काण्ड सार्वजनिक भएको पनि 5 वर्ष पुगिसकेको छ. अनुसन्धान गोकुलको जीवनभर नगर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जनताले लाइफ टाइम अचिभमेन्ट अवार्ड दिने. नेपालमा चामलको मूल्य बोरामा 500 सम्म घटेको छ. यससँगै नीच गलित सँगसँगै भातमा र स्वाटहरूको पनि बाहुल्यता बढ्ने. हेटौडाको हुप्रचौरमा बेवारिसे कुकर भेटिएपछि स्थानीयहरू त्रसित भएका छन्. बुढाले आज डिनर बाहिर गर्ने भनेपछि हेटौडाकी गोपी बाउले भातभरिको कुकर चोकमा राखेको प्रहरीको अनुमान छ. प्रादेशिक अस्पताल जोमसोममा 19 महिनापछि प्रसुति शल्यक्रिया सुरु भएको छ. शल्यक्रिया सुरु भएपछि रोपाई गर्न जोमसोमका कृषकहरू उत्तेजित. नेपाल सरकारले पूर्व विशिष्टलाई आजीवन सुविधा दिने कानुन बनाउँदैछ. हाम्रा नेता साह्रै नै लाचार छन्, जनताको हाडगोटी तेल निकाल्छन्. ऋणको भारी जनतालाई दुविधा बढाउँदैछन् आफूलाई सुविधा. जिल्ला प्रशासन कार्यालयद्वारा राष्ट्रपति निवास, उपराष्ट्रपति निवास, प्रधानमन्त्री निवास, सभामुख निवास र संविधान सभा भवन वरपर निषेधित क्षेत्र घोषणा. बेसिकली आफ्नो घरको दैलोमा बसेर विरोध गरौँ. नेपालको भोटे कुकुरले अन्तर्राष्ट्रिय मान्यता पाएको छ. भोटे कुकुरलाई होली वाटर खुवाइएको भन्दै हिन्दू अतिवादीहरूको आरोप. आजलाई के भइरहेछमा यति नै. मन परे लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला. धन्यवाद.